हेलो नमस्ते साथीहरु। आज यो गर्मीको मौसममा गर्मीबाट राहत दिने एकदमै हेल्दी मसालामय बनाउने छौं। यो एकदमै टेस्टी हुन्छ र यसले डाइजेसनलाई पनि एकदमै राम्रो गर्छ। ल आउनुस् बनाउन सुरु गरौं। सुरुमा हामीले जीरा र रातो खुर्सानीलाई भुट्ने, भुटिसकेपछि यसलाई एकछिन सेलाउन राख्दिने। सेलाइसकेपछि खलमा राखेर आधी चम्मच नुन राख्ने, मसिनो गरी कुट्ने र मसिनो भइसकेपछि एउटा भाँडामा राख्ने। दही मैले घरमै जमाएको हो। दही जमाउने तरिका हजुरहरूले मेरो भिडियोमा हेर्न सक्नुहुन्छ। 2 गिलास पानी राख्ने, कालो नुन हजुरहरूले स्वाद अनुसार लिनु होला। अघि हामीले बनाएको मसाला राख्ने। सबै सामान राखिसकेपछि यसरी हामीले यसलाई घोल्ने छौं। हेर्नुस् त कस्तो राम्रो भएको छ। हाम्रो मसालामय रेडी भयो। कस्तो लाग्यो हजुरहरूलाई मेरो भिडियो? हजुरहरू पनि यस्तै टेस्टी मसालामय बनाएर खानु होला। म फेरि अर्को भिडियो ल्याएर आउने छु। अर्को नयाँ रेसिपीमा भेट्ने छौं। मेरो च्यानललाई अहिलेसम्म हजुरहरूले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। बाइ बाइ।